काम पनि छैन के भएको हाम्रो कान्छी मलाई कराउँछ लुगा खर्च तोड्छ माया बोझ किनाको बोझ बेच्ने छ कि छैन के बेच्छु त नि अनि बेच्छ नि यो मलाई 100 रुपैयाँ पाटी दिन्छु 100 रुपैयाँ पाटी 1200 पाटी छ नि 100 रुपैयाँ पाटी दिन्छु यो भाइ मालाले त फुट किन्न लग्या यहाँ अहिले कोरको भाउ कति छ थाहा छैन त्यसो गरेर मलाई रोप्छु तर मैले नरोपेर त अल्छी लागेर त्यसो अल्छी नि भइन्छ 100 रुपैयाँ पाटी 1200 पाटी छ अनि मलाई का बुद्धि छैन हौ अच्छा म आफ्नै भागले त हेर्न ढङ्गरमा छैन बुहारी नानीहरूको सासुलाई खुली दिन्छ आज रुपैयाँ माग्छ दिन्छु अनि के गर्नु बेच्नु यो के गर्नु राख्ने ढिलो खाने भने सुनिन्छ पोर पिनेर ढिँडो के रे गुन्द्रुक खाने तिम्रो जस्तो हो चामल भात खान्छु म हामी त के रे मैले यो भित्रको लागि नि वासिन बनाएर चट्ट खानु पर्यो टुम्बामा लाएर पछि भनेर किन्न आएको 1200 रुपैयाँ पाटी भने तिम्रो घर कसले किनेर जान्छे हो यो फुर्नेको छामाले बुद्धि छैन अब पितो गर्ने बेला भइसक्यो 2-4 दिनमा गर्नु पनि अहिले कोडो खोजिन्छ लाजै मर्नु अनि सबैले अगाडि गरेर हुँदैन कोही त पछाडि गर्नु पर्यो म त पछाडि गर्ने हो त्यस्तो कोही हुन्छ अब पैसा म गर्दैन अहिले कोडो खोजि नि पैसा के पर्छ चाहिँ फागुन किन म गर्छु ए सकेको त नि त्यो ढाबा त कस्तो थक्का बस्नु दिएर बुद्धि छैन फोर्नेको आमा कि फोर्नेको आमा हो 1200 पाटी चाहिँ नभन्दैन कि 1200 पाटी कहाँ दिन्छु त 1200 पाटी भने दिन्छु 1200 पाटी ल दिन्छु 100 रुपैयाँ पाटी पाइन्छ नि हैन म पछि रोपेर किन्नु न नि त हुँदैन कति चिट्ठी मान्छे हैन जाऊ न के मलाई यत्रो बोल्छु दिन्छु 100 रुपैयाँ पाटी पाइन्छ हैन जाऊ न त के हुँदैन के 1200 पाटी ल म भर्दिहाल्छु खोइ कान्छी लुबु 1200 पाटी त नहुँदैन म त बरु के भन्छ होइन यिनीहरू कसरी झगडा गरे के हो के को डिस्कस हुँदैछ यहाँ हाम्रो सानो सल्लाह हाम्रो यहाँ 100 रुपैयाँ पाटी माग्नु रहेछ लाजै बेगर चुप लाग्ने मान्छेले सुन्छ के ए फुर्नेको आमा बोल है क्या यो फुर्नेको छामाको बुद्धि 5 पैसा छैन हौ यो त मान्छेले सुन्छ 1200 पाटी छ अब यहाँ हाम्रो भिडियो हुँदैछ कान्छी मिडिया आएछ हाम्रो 1200 र 100 रुपैयाँ पाटी सबैले सुन्ला यसलाई किन भिडियो गरेको यहाँ मेरो कोड बेच्नु परेछ यसले भिडियो गर्छ आबा भिडियोमा कोड किनाउँछ कि 1200 पाटी 1200 पाटी म बेच्दैछु 1200 पाटी नभनेर भिडियो मिल्दैन के फेरि अनि 100 रुपैयाँ पाटी पाइन्छ त 1200 पाटी हो यो म यो 1200 पाटी बेच्छु 1200 पाटी नभनेर यो मजाले यस्तो छ के मजाले नबस्छ यहाँ कस्ट्युम यहाँ 1200 पाटी लाउनु न कस्ट्युम मजाले कसरी राख्नु पर्यो यस्तो के सबैको कोदो झर्र डल्लो दाना भरिलो न भन्नु हुन्छ तपाईले त सबै मुस्लिम फिक्सले के भन्छ मुसो एउटै छैन हेरा छोरी तिमीहरुले कोड चिन्दैन क्या कोड किन आउँछ मा धान किन त जान्छ होला त धान पाउनु पर्यो नि हाम्रो जमानामा पनि आउँछ धान सबै अल्छे पनि छ होइन नि सबै खुसी खुसारे के रुसारे पछि आएको मेरो रामपुरी मान्छे आखाले चस्मा लाएर साप डाक्छु साप डाक्छु साप चस्मा लाएर साप डाकेर राम्रो झल्झल के गर्नु आँखा छैन होइन अहिलेको बच्चालाई काम छैन क्या बल्ल भने जङ्गलले भनेको तपाईँकोबाट 800 रुपैयाँ पाटी किनेको बल्ल भने 800ले दियो लिएर भनेर जात कमाउनु पर्यो भनेको सबै भुसे भुस एक मानाको कोलो निक्ल्यो भन्थ्यो अनि मलाई 100 रुपैयाँ पाटी देऊ के मान्छे मेरो बुद्धि भाउ छैन बुद्धि नै छैन